आज म बजेट भाषणको बारेमा केही कुरा गर्न चाहन्छु। समग्र बजेट भाषण हेर्दाखेरि, कागजी रूपमा हेर्दाखेरि नयाँ सरकारको जोस, राष्ट्र निर्माणमा पुग्ने टेवा र विकास निर्माणका कामहरूको जुन खाका हेर्दाखेरि उल्लेखनीय मान्न सकिन्छ। समग्र बजेट साह्रै राम्रो छ। नयाँ सरकारको जनअपेक्षा अनुसारको काम गर्नलाई पनि र समग्र राष्ट्र निर्माणको लागि नयाँ सरकारलाई जुन ताजा जनादेश प्राप्त भएको छ त्यसअनुसार समग्र राष्ट्र निर्माणको लागि नयाँ सरकारले गर्ने काम कर्तव्यहरूको लागि यो बजेटले निकै न्याय गरेको देखिन्छ। बजेट समग्रमा साह्रै राम्रो छ। तर बजेटका केही नराम्रा पाटाहरू पनि छन्। राम्रोमा त बजेट साह्रै राम्रो छ। यसमा विकास निर्माणका कामहरू पनि जोडिएका छन्। क्षुद्र परियोजनाहरूलाई चाहिँ प्राथमिकता नदिने भन्ने निर्णय पनि साह्रै राम्रो छ। राष्ट्र गौरवका ठुला आयोजनाहरूलाई चाहिँ प्रशस्त मात्रामा फन्डको व्यवस्था गर्ने नै छ भन्ने यो कुराले पनि समग्र राष्ट्र निर्माणमा ठुलै टेवा पुर्याउँछ र परिस्थिति अनुसार देशका गौरवमय परियोजनाहरूमा जुन हिसाबले बजेट विनियोजन गरिएको छ यो एकदम अपरिहार्य छ। अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ कर्मचारीहरूको मनोबल उच्च राख्दै कर्मचारीको तलब वृद्धि गरेको छ। यसले समग्र प्रशासनिक काममा चाहिँ बाधा अड्काउ नभइकन चाहिँ राष्ट्र निर्माणमा राष्ट्र सेवकहरूले गर्नुपर्ने योगदानको कदर गर्दै समग्र अर्थतन्त्र चलायमान बनाउन, राष्ट्रिय चलायमान बनाउनलाई सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्र सेवकहरूलाई अपरिहार्य हो। किनभने महँगी र बढिरहेको थियो, सायद जीविकोपार्जन गर्नलाई अभाव गाह्रै अवस्थामा थियो। यस तलब वृद्धिले केही राहत महसुस गर्दै कर्मचारीको मनोबल वृद्धि हुँदै काममा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने जुन नयाँ सरकारले अपेक्षा गरेको छ त्यो एकदम अपरिहार्य नै छ। तर समग्र यो अर्ब खर्ब बजेटलाई चाहिँ मैले सबैले बुझ्ने हिसाबले साधारण भाषामा चाहिँ मैले यसलाई 100मा रूपान्तर गरेको छु। समग्र हाम्रो देशलाई यो वर्ष 2083-84 को लागि जम्मी रुपियाँमा कन्भर्ट गरेर मैले साधारण भाषाले भन्दाखेरि अर्ब खर्ब ट्रिलियन भन्दाखेरि सबैले नबुझ्ने पनि हुन सक्नुहुन्छ। त्यो हिसाबले चाहिँ मैले चाहिँ यसलाई 100मा कन्भर्ट गरेर समग्र अर्थतन्त्र यो वर्ष 2083-84 हाम्रो राष्ट्रको लागि 2200 रुपियाँ चाहिने छ। यसलाई मैले 100मा कन्भर्ट गरेको ताकि बुझ्नलाई सजिलो होस् भनेर। 2200मा हामीलाई प्रशासनिक खर्चहरू 1270 रुपियाँ चाहिने रहेछ। प्रशासनिक खर्च भन्नाले प्रशासनमा काम गर्ने कर्मचारी, राष्ट्र सेवकको पेन्सन, सेना, प्रहरी, सशस्त्र प्रहरी, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, सांसद, शिक्षक, स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी, समग्र कर्मचारी तन्त्र राष्ट्र सेवामा तल्लीन भएर अहोरात्र खटिनु हुने राष्ट्र सेवकहरूको तलब र सुविधाको लागि यति खर्च हुन्छ। यो प्रशासनिक खर्च हुनाले अपरिहार्य नभई नहुने 1270 भनेपछि 2200मा 1270 सक्यो। त्यसमध्येमा 431 रुपियाँ चाहिँ हामीले, किनभने नयाँ सरकार आएको छ, काम गर्छौँ भनेका छौँ, ठुल्ठुला योजना परियोजनाहरू छन्, तिनीहरूलाई पनि पुरा गर्नुपर्ने हुन्छ। त्यो योजना परियोजना पुरा गर्नको लागि सरकारले चाहिँ 2200मा 1270 त तलब र भत्तामा सक्यो। 431 रुपियाँ चाहिँ विकास बजेटमा खर्च गर्ने भनेर भनेको छ। जुन चाहिँ पुल बनाउनलाई, गाडी बनाउनलाई, हस्पिटल बनाउनलाई, भवन बनाउनलाई,
सुरुङ मार्ग बनाउनको लागि, जलविद्युत बनाउनको लागि, समग्र विकास निर्माणका लागि यो वर्ष 431 रुपियाँ चाहिन्छ भनेको छ जुन बजेट अनुसार। अर्को हामीले चाहिँ योभन्दा अघिल्लो वर्षहरूमा, त्योभन्दा अघिल्लो वर्षहरूमा घर चलाउनलाई ऋण सापडी लिए जस्तै राष्ट्रले पनि आफूलाई सञ्चालन गर्नको लागि आवश्यक परेको ऋण लिएको थियो। त्यो ऋणको ब्याजहरू पनि तिर्नुपर्ने हुन्छ, कतिपयको सावा किस्तामा तिर्नुपर्ने हुन्छ। यो वर्ष चाहिँ ऋण र सावा गरेर चाहिँ 422 रुपियाँ तिर्नुपर्ने देखिन्छ। भनेको मतलब भुक्तानी गर्ने योजना राखेको छ सरकारले। समग्र 2200मा 3वटा क्याटेगोरी खर्चको हुन्छ। यसभित्र त धेरै हुन्छन्, तर सरसर्ती 3वटामा, एउटा भनेको प्रशासनिक खर्च, विकास खर्च र अर्को भने ब्याज तथा सावा भुक्तानी। 3वटा खर्चमा 2200मा प्रशासनिक खर्चमा 1270 सकियो, विकास खर्चमा 431 रुपियाँ सकियो र ऋण तथा ब्याज तिर्दामा 422 रुपियाँ सकियो। अब यो त भयो खर्च। हामीले चाहिँ आम्दानी चाहिँ कहाँबाट आउँछ त भनेका छौँ त। हामीलाई देशलाई चाहियो नि त अब आम्दानी भन्दाखेरि हामीले के भन्यौँ भने 1405 रुपियाँ चाहिँ हामी करहरूबाटै उठाउँछौँ भनेर योजना लियौँ। 1405 रुपियाँ चाहिँ हामी जसरी हुन्छ करबाटै उठाउँछौँ। याद गर्नु छ यो अमाउन्ट चाहिँ 1405। अर्को हामी 410 रुपियाँ चाहिँ हामी आन्तरिक ऋण लिन्छौँ। चाहिन्छ हामीलाई, हामी आन्तरिक जस्तै ब्याङ्कहरू, कर्मचारी सञ्चयको जति पनि छ आन्तरिकबाट चाहिँ हामी 410 रुपियाँ ऋण लिन्छौँ। अनि हामीलाई अलिकति पुग्दैन, अनि फेरि हामी 247 रुपियाँ चाहिँ फेरि विदेशीबाट ऋण लिन्छौँ। 247 रुपियाँ चाहिँ विदेशीबाट फेरि ऋण लिन्छौँ। भनेको मतलब आउँछ आउँदैन थाहा छैन, तर हामी 247 रुपियाँ चाहिँ ऋण लिन्छौँ भनेका छौँ। अरू के भनेका छौँ भने 61 रुपियाँ चाहिँ अझै विदेशी जसले चाहिँ तिर्नु नपर्ने तिर्नुहुन्छ, डिस्काउन्टमा दिनुहुन्छ, त्यो चाहिँ 61 रुपियाँ जति लिन्छौँ भनेका छौँ। समग्रमा 247 रुपियाँ ऋण लिन्छौँ। त्यो दिन्छ दिँदैन थाहा छैन, अथवा मेबी दिन्छ। अझै 61 रुपियाँ चाहिँ हाम्रो ग्यारेन्टी यो छिमेकी राष्ट्रहरूबाट दाता साताबाट हामी 61 रुपियाँ पनि त्यसरी बेला पार्छौँ भनेका छौँ। यो त ठिक छ, यसरी हामीले 2200 रुपियाँ पुर्याउँछौँ भनेको छौँ। 247 रुपियाँ पनि आउँछ आउँदैन थाहा छैन, 61 रुपियाँ पनि कहाँबाट कसरी गर्ने आउने थाहा छैन। समग्र 200 रुपियाँ 300 रुपियाँ। अर्को हामीले के भनेका छौँ भने आम्दानीको स्रोतमा ल आन्तरिकबाट 410 चाहिँ हामीले ल उठाउन सक्छौँ नि रे, किनभने हाम्रो आफ्नै भएकोले गर्दा दिनुपर्छ भनेर हामीले उठाउन सक्छौँ। अर्को के छ भने यो वर्षको आम्दानी गत वर्षको आम्दानी पनि हेर्नु पर्यो नि त। गत वर्षको आम्दानी हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भनेदेखि गत वर्ष पनि यसरी नै खर्च गरिन्थ्यो नि त। म करबाट चाहिँ उठाउँछु भन्दा जतिसुकै बल गर्दै पनि गत वर्ष पनि 80% भन्दा करबाट असुल गर्न सकिएन। भने मतलब 1405बाट यो वर्ष पनि त्यही हिसाब गरौँ न त। 80% मात्रै कर उठो, अरू उठेन, अरू लक्ष्य हासिल गर्न सकेन भनेपछि लगभग 1100 मात्रै आम्दानी भयो कि। अब 1150 जस्तो मात्रै आम्दानी भयो। यहीँ कति पुगेन? 350 पुगेन। बाह्यबाट कति पुगेन? 300बाट। हामीलाई 2200मा अझै पनि 650 पुग्दैन। 650 नपुग्नलाई हामीले के गर्न सक्छौँ? प्रशासनिक खर्च त हामीले घटाउनै सक्दैनौँ, यो त अनिवार्य हो। 600 पुगेन भने हामी के गर्न सक्छौँ? विदेशीलाई कम ऋण तिर्न सक्छौँ अथवा दिँदै नदिन सक्छौँ। 422 रुपियाँ दिन्छौँ भनेको छौँ, 600 अझै हामीलाई कमी भएको छ भनेपछि त्यो 422 पनि हामी दिन सक्दैनौँ भनेर हात उठाउन सक्छौँ।
अर्को रह्यो अझै 160-170 रुपियाँ पुगेन। त्यो भनेको हामी के गर्न सक्छौँ? होइन, यो वर्ष हामी विकास गर्दैनौँ, विकास खर्चबाट छैन, गोजीमै छैन, विकास कम गर्छौँ भनेर विकास खर्चबाट 160 रुपियाँ घटाउँदाखेरि लगभग 230 431 को विकास गर्छौँ भनेर ठुलो कुरा गरेका थियौँ। तर हामी 260-65 मात्रै गर्छौँ भनेपछि जति बजेटमा अपेक्षा गरिएको थियो त्यति डेभलप सरिलो हो। यो आम्दानीको स्रोत जुटाउनको लागि सरकारले के कदम गर्दैछ त? कसरी गर्दैछ त? यसको केही तथ्य चाहिँ छैन, पुरानो सेम नै हो। विकासको काम सम्झिनुस्, प्रशासनिकमा पनि लक्ष्य अनुसारको हासिल गरियो यदि उठाउनु पर्ने ठाउँमा उठाउन सकिएको खण्डमा तलब भत्ता बाँड्न सकिएला। समग्र नेगेटिभ नसोचौँ, तर हाम्रो अर्थतन्त्र सोचे जस्तो बुझे जस्तो छैन, एकदम क्रिटिकल नै छ मेरो एनालाइसिसमा। थ्याङ्क यू।